आज हामी नेपालको इलाममा भएको एउटा अचम्मको घटनाबारे कुरा गर्दैछौँ, जहाँ खोला किनारमा भेटिएको एउटा ढुङ्गा हजारौं मानिसहरूको आस्थाको केन्द्र बनेको छ। एउटा सामान्य ढुङ्गा कसरी यति धेरै मानिसका लागि पवित्र बन्न पुग्यो? आउनुहोस् यो अनौठो कथाभित्र पसेर हेरौँ। यो कथाको सुरुवात हुन्छ इलामको माई खोलाको किनारबाट, जहाँ साँच्चै नै एउटा असाधारण घटना घटिरहेको छ। राजदुवाली भन्ने ठाउँमा मानिसहरूको यति ठूलो भिड जम्मा भएको छ कि उनीहरूले यसलाई अद्भुत धार्मिक घटना नै भन्न थालेका छन्। तर यो सबैको केन्द्रमा के छ त? कुनै ठूलो मन्दिर वा मूर्ति होइन, बरु खोला किनारमा रहेको एउटा ढुङ्गा हो। वास्तवमा उनीहरू एउटा शिलाको दर्शन गर्न आएका हुन्। शिला अर्थात् एउटा यस्तो पवित्र ढुङ्गा जसमा दैवी शक्ति हुन्छ र जसलाई भगवानको साक्षात स्वरूप मानिन्छ। तर सबैभन्दा ठूलो प्रश्न त यो हो कि खोला किनारको त्यही ठाउँमा यस्तो पवित्र शिला छ भनेर कसैलाई थाहा कसरी भयो? हो, यो कुनै संयोगले भेटिएको होइन। यसको पछाडि एउटा रहस्यमय सपनाको कथा जोडिएको छ। यो कथा सुरु हुन्छ 23 वर्षकी प्रमिला कार्कीले देखेको एउटा सपनाबाट, जसले सबै कुरा बदलिदियो। प्रमिलाको भनाइ अनुसार उनलाई सपनामा साक्षात पाथिभरा माताले दर्शन दिनुभयो र उहाँले नै 5 वटा पवित्र शिलाहरू कहाँ राखिएको छ भनेर त्यो ठाउँ देखाइदिनु भयो। देवीको संकेत पाएपछि स्थानीयहरू मिलेर त्यो ठाउँ खन्न थाले र अन्ततः उनीहरूले शिला फेला पारे। प्रमिलाको सपनामा विश्वास गरेरै समुदायका मानिसहरू खोला किनारमा जम्मा भए। उनीहरूले खन्दै जाँदा सपनामा बताइए अनुसारकै शिला भेट्टाए। स्थानीय मानिसहरूका लागि एउटा ढुङ्गा मात्रै थिएन, उनीहरूले यसलाई पाथिभरा माताको साक्षात चमत्कार र आफ्नो जीवनमा आएको दैवी कृपाको रूपमा हेरे। अनि अर्को कुरा, यो शिला भेटिएको ठाउँ त्यही हो जहाँ गत असोज 18 गतेको भीषण बाढी पहिरोले बाटो नै बगाएको थियो। यस्तो विनाशको बीचमा शिला भेटिनुलाई धेरैले आशाको संकेत माने। यो खबर फैलिएपछि त के चाहियो? त्यो शान्त खोला किनार रातारात एउटा तीर्थस्थल बन्यो। मानिसहरू गाडी नै रिजर्भ गरेर पूजा गर्न आउन थाले। स्थानीय धामी झाँक्रीहरूले आएर आफ्नो विधि अनुसार पूजापाठ सुरु गरे। तर जहाँ यति ठूलो आस्था हुन्छ, त्यहाँ कहिलेकाहीँ मानवीय समस्याहरू पनि देखा पर्छन्। यहाँ पनि त्यस्तै भयो। शिलाको भविष्यलाई लिएर विवाद सुरु भयो। अब समुदायमा एउटा ठूलो बहस सुरु भयो। यो पवित्र शिलालाई स्थायी रूपमा स्थापना गर्ने कहाँ त? यसै विषयमा मत बाजिन थालियो। समुदायमा 2 वटा विचार आयो। एका थरीले भने जसले सपना देखिन् ती कन्या अर्थात् प्रमिलाको घरमै शिला स्थापना गरेर उनलाई सम्मान दिनुपर्छ। तर अर्को पक्षको भनाइ थियो, शिला जहाँ प्रकट भयो त्यो ठाउँ आफैमा पवित्र छ, त्यसैले यसलाई त्यही खोला किनारमै राख्नुपर्छ। यही विवादका कारण अहिलेलाई भने समुदायले शिलालाई त्यही ठाउँमा राखेको छ जहाँ यो भेटिएको थियो। जबसम्म सबैको एउटै मत हुँदैन तबसम्म शिला त्यही रहनेछ। र यही घटनाले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। जब कुनै दैवी वस्तु भौतिक संसारमा प्रकट हुन्छ, तब त्यसको भविष्यको निर्णय गर्ने अधिकार वास्तवमा कसलाई हुन्छ?